हेलो वेलकम छ मेरो भिडियोमा। ल आज चाहिँ ललिता गुरुङले लगभग एक हप्ता जति भयो कि ढेँडो नखाएको, पुरा पसिना छुइरहेको छ भाइ। अनि आज चाहिँ टक्क पारेर सिन्की र आलुको ग्रेभी दाल बनाएर अलिकति सुप पनि पिउनु पर्यो। वाउ, लोकल कुखुराको सुपभन्दा दामी भएको छ। अगोबाट खुर्सानीको सिजन छ, किनेर खानु पर्छ नि साथीहरू। यसपालि आफ्नै बारीमा फलफल भइरहेछ है। दुई दिनको जीवन मरेर लाने केही छैन साथीहरू। त्यही भएर खानेकुरा चाहिँ मजाले मिठो बनाएर खानुपर्छ है। यो भाले के कामले बाँसेको होला। ढेँडो त यति पनि तरकारी चाहिँदैन साथी, थोरै भयो गइहाल्छ। आलुको सुप राखेर पिरो पारेर बनाएको है। करेला खाएको आलु र सिन्कीको सुप। besar banget. मान्छेले मैले ढेँडो खाएको भिडियो ल्याएर नि घरमा के बिजी ढेँडो खाएको त्यो बिजी ढेँडो रुचेको भन्छ नि होइन। अब तपाईँहरू त्यो भन्ने मान्छे हो कि तपाईँहरू चामल भात कसरी रुच्छ त? हो त्यसरी नै बानी के बानी जुनसुकै उसको पनि होइन, एउटा बानी लगाएपछि त्यो किनभने मन नपराउने त्यो मिठो नहुने भन्ने कुरै हुँदैन। अब जाँडक्सी खाने मान्छेलाई जाँडक्सीकै हुन्छ, भात खाने मान्छेलाई भातै हुन्छ। अब मकै भात ढेँडो भात अब हरेक छ नि त तरिका होइन खानेकुराहरू। अब आफ्नो टेस्ट अनुसार मान्छेले खान्छ नि त। अनि मलाई कति बित्ति खाएको के ढेँडो घरमा के मन परायो के गर्नु भने चाहिँ अनि भातै पनि खाइकन बस्नु खाँच्चमा के